हाई गाइज, म चाहिँ आज सानो कुरा सेयर गर्न आएको। सबैको आफ्नो चाइल्डहुडको छुट्टा छुट्टै मेमोरीहरू हुन्छ हैन, सबैको हुन्छ। कोहीको चाहिँ अब हामी सानो हुँदाखेरि डन्डी बियो खेल्थ्यौँ, अनि नजानी भए पनि गुच्चा खेल्थ्यौँ, अनि त्यसपछि फेरि बमल्यास खेल्थ्यौँ, अनि कबड्डी खेल्थ्यौँ, अनि त्यसपछि फेरि साथीहरूसँग स्कुल जाने आउने, शनिबार हो भनेर भोलि शनिबार हो भनेर फ्राइडेको दिन यति खुसी लाग्थ्यो, साँझ यति रमाइलो हुन्थ्यो हैन। सबैको चाइल्डहुडको स्कुल लाइफको सबैको आफ्नो आफ्नो मेमोरी छ। तर मेरो चाहिँ चाइल्डहुडको फेभरेट अनि अझैसम्म पनि चाइल्डहुडदेखि अहिलेसम्म पनि कन्टिन्यू भएको कुरा भनेको चाहिँ यो मामा नुडल्स। यति खान्थेँ मैले सानो हुँदाखेरि, यति खान्थेँ यो। म चाहिँ नुडल्स लभर हो। अनि अब जस्तो मनपर्ने मान्छेलाई चाहिँ यो सानो नुडल्स खाएपछि त हल्का क्रेभिङ त मेटिन्छ नि त। पहिल्यैदेखिको फेभरेट हो मेरो। अनि म बच्चामा पनि खान्थेँ, अहिले ठुली भइसकेपछि पनि मैले यो छोड्न सकेको छैन। अनि पसलमा गएर यसो 2-4 रुपियाँ बचेको हुन्छ नि त केही सामान किनेर हामीले, त्यसको चाहिँ मैले चाहिँ जहिले पनि यही लिएर आउँछु। यो बाहेक मेरो अप्सनमा अरू केही पनि छैन। अनि त्यसपछि फेरि अनि मैले धेरै जस्तो चाहिँ बन्डलै लिएर राखेको हुन्छु। अनि त्यसपछि फेरि आज पनि मैले बन्डल लिएर आएको थिएँ, त्यही भएर मैले यो भिडियो बनाएर राख्छु भनेर गरिरहेको थिएँ। म चाहिँ फर्स्टमा कुन खाम, रेड ग्रिन येल्लो ब्लू छ हैन। म चाहिँ फर्स्टमा ब्लू खान्छु। ब्लू यति मिठो हुन्छ यो, यस्तो टेस्ट बाफ्रे। पहिला 5 रुपियाँको त्यो मामा भनेर रेड कलरको 5 रुपियाँको आउँथ्यो पहिला हामी सानो छँदा, मैले 8-9 मा पढ्दा। अब यो चाहिँ फुच्चे भनेर टुच्च नाम आएर छ यसको। यो पनि त्यस्तै फ्लेभर दिन्छ कि, तर त्यसको पहिला जुन खाइन्थ्यो नि हामीले त्यसको जस्तो मसला यसमा हुँदैन, तर पनि क्रेभिङ चाहिँ मिटिन्छ। कति मिठो लाग्छ मलाई यो। अब यो कहिले खान सक्छु मैले, धेरै पुग्दैन मलाई यो, खान सकिहाल्छु। यो नुडल्ससँग रिलेटेड म एउटा सानो इन्ट्रेस्टिङ कुरा सुनाउँछु। अस्ति चाहिँ म सब्जी लिन जाँदाखेरि मेरो 20 रुपियाँ फर्किएको थियो। अनि त्यसपछि मैले चाहिँ यो नुडल्स लिएर आएको थिएँ। अनि त्यसपछि घर आउँदासम्म पनि कन्ट्रोल नभएर, अब त्यो मेरो त कम्पलसरी जस्तै हो, अनि घर आउँदासम्म पनि कन्ट्रोल नभएर मैले चाहिँ बाटोमै खोलेर यसरी खाँदै थिएँ। अनि त्यसपछि यहाँ मेरो घरको साइडको अङ्कलले चोकको पसलबाट चिच्याएर, ओ नानी, ओ डाक्टर साहब भोला खाँदै हो क्या भनेर चिच्याउनु भएको। मलाई यति हाँसो लाग्थ्यो, यति लाजमर्दो लाग्थ्यो। होइन मामा चाउचाउ खाएको भने खै बुझ्नुभयो कि बुझ्नु भएन, त्यतिसम्म हो कि म त जहाँ पनि खाइदिन्छु। अहिले स्टार्ट गरेदेखि 1 2 3 4 5 मिनटमा यो चाहिँ 5 नम्बरकै छ। ओके बाई, थ्याङ्क यू फर वाचिङ। यति धेरै खाइसकेँ कि मैले, यति धेरै खाइसकेँ।